यो चाहिँ काँक्रा है। अब यो काँक्राहरू कुनै अलि लाम्छु होइन, कुनै अलि 2-3 थरी मैले रोपेको थिएँ। अब हेरौँ कतिको खान पाइन्छ काँक्रा। धनियाँ पनि अझै छ है, धनियाँ। अनि यो साग, लेटस साग चाहिँ खुब भयो क्या यो खाले चाहिँ। मसँग चाहिँ 3-4 थरी थियो। यता चाहिँ बाहिरबाट ल्याएको सिड पहिला त, अब आजकल त छ्यापछ्याप्ती पाइँदो रहेछ है यहीँ नेपालमै। त्यो दुःखै गर्नु परेन। नभएदेखि म चाहिँ मेरो फर्स्ट सपिङ अमेरिकामा के हुन्थ्यो भन्दाखेरि, अथवा कुनै पनि कन्ट्रीमा प्लान्टै सपिङ हुन्थ्यो। कुनै पनि कन्ट्रीमा मैले केन्यादेखि पनि मैले चाहिँ सिड नै के बुढाले के ल्याइदिउँ त भनेर भन्दाखेरि सिड ल्याइदिनु भनेर भन्थेँ क्या मेरो लागि गिफ्ट। अब खास त्यसरी बाहिरबाट ल्याउनु त राम्रो होइन, तर हाम्रो देशमा खासै त्यस्तो केही रोकटोक त छैन है। तैपनि मेरो यही गार्डनमा मात्रै सीमित भएको हुनाले ल्याएर चाहिँ मैले रोप्थेँ थरी, बट त्यति राम्रो चाहिँ नहुनु, राम्रो चाहिँ हुँदैन थियो। सो मैले चाहिँ आज मेरो हार्भेस्टिङ चाहिँ यो सिमीहरू नै भएको छ। यो हेरिरहनुपर्छ क्या, यो चाहिँ अर्ग्यानिक गार्डनिङ भनेको त्यस्तो हो भने के भन्ने, एकदमै खर्चिलो, समयको पनि खर्चिलो, पैसाको पनि खर्चिलो। आई डोन्ट थिङ्क मान्छेले त्यसरी प्योर गार्डनिङ गरेर, त्यही पनि टेरेसमा, त्यही पनि वर्किङ पर्सनले गर्छ त्यति चाहिँ भन्ने जस्तो चाहिँ मलाई त्यति जाँगर लगाउँछ जस्तो लाग्दैन क्या अहिलेको टाइममा। इट्स नट वर्दी जस्तो लाग्छ धेरैजना मान्छेहरूलाई होइन। तर त्यही हो, मैले अहिले मेरो परिवारलाई कम्तीमा चाहिँ अरू कुरा केही कन्ट्रिब्युट, अरू कुराको साथसाथै यदि मैले अर्ग्यानिक खुवाउन सकेँ भने त्यो पनि त राम्रो भयो नि होइन। त्यो चामलमा चाहिँ विषादी छ होइन, केमा छैन विषादी, जेमा पनि छ विषादी होइन। अनि एटलिस्ट विषादी रहित चाहिँ केही कुराहरू घरमा फलाएर खुवाउन सक्यो भने त्यो त राम्रो हो नि, मेरो आफ्नो लागि पनि राम्रो हो। अनि अर्को कुरा चाहिँ यो गार्डनिङमा लागेपछि चाहिँ अलिकति भए पनि आफ्नो फिजिकल एक्टिभिटीहरू हुने होइन। नभएदेखि त अफिसबाट थाकेर आयो, डङरङ्ग लड्यो है, अनि त्यही चिया खाइरहनु मन लाग्ने होइन। अनि चाहिँ त्यही मोबाइल स्क्रोल गरेर, अस्ति मलाई पानी पर्दा कस्तो गाह्रो भयो नि, छटपट भयो। अनि मोबाइल स्क्रोल गरिरहनु मन लाग्ने, अनि त्यस्तै हुन्छ। अब एटलिस्ट यी कुराहरू भयो त आउटडोरै भन्नु पऱ्यो नि त होइन। भयो भने त अलिकति आफूलाई एक्सर्साइज पनि हुन्छ, दिमाग फ्रेस पनि हुन्छ। मेरो चाहिँ एकदम स्ट्रेस रिलिज गर्ने बाटो नै त्यही हो। सो मेन्टल हेल्थ चाहिँ मेरो बेटर भएको नै यही कुराले नै हो होइन। मलाई एकदम स्ट्रङ बनाइदिएको छ, इन्डिपेन्डेन्ट बनाइदिएको छ यो कुराले। हुन त म पहिलेदेखि नै अलि त्यस्तै नै पारेको थिएँ होइन, तर पनि यसले चाहिँ अलिक बेसी नै हेल्प गरेको छ जस्तो लाग्छ मलाई त। सो मेरो आजको चाहिँ हार्भेस्टिङ यति भयो है। बन्दा, सिमी अनि यो सागमा चाहिँ माटै लागेको छ कि। अब यो पानी परेर नि त, अब यत्रो विधि सिडलिङ्सहरू छ। यो खुर्सानी कति थरीको, 5-6 थरीको खुर्सानी छ। यो डल्ले खुर्सानी चाहिँ मैले खास बिउ किनेर ल्याएको है। यो चाहिँ अरू चाहिँ मैले आफैले जमाएको हो। मैले फलाउँछु अनि फलाएर अनि आफैले जमाउँछु। अनि यो गोलो भेन्टा हो, यो चाहिँ गोलो भेन्टा पनि मैले सिड किनेर ल्याएको होइन। अरू लाम्चो खाले, अरू खाले भेन्टा चाहिँ मसँगै हुन्छ। अनि यो चाहिँ मालाबार स्पिनच हो। यो चाहिँ जतासुकै उम्रिरहेछ, कति सिडहरू आउँदो रहेछ कि, कति सिड हुँदो रहेछ है। अनि मैले अब छरिदिएको थिएँ, अब के गर्छ, आउँछ कि आउँदैन भनेर। इट्स एभ्रिवेयर के। अब त्यहाँ पनि छ होइन। तर यस्तो मिठो हुँदो रहेछ भने मैले चाहिँ के छ मेरो अनुभवले भन्दाखेरि, साग चाहिँ यु डोन्ट ह्याभ टु बाई के। सागमा पनि कति विषादी हुन्छ है। अनि साग चाहिँ किनिरहनु पर्दैन। साग, धनियाँ, खुर्सानी। अनि दिस टाइम चाहिँ मैले टमाटोज पनि अलिक ग्रो गर्ने सोचिरहेको छु। सो आई हेभ लट्स अफ टमाटोज। त्यस्तो छ। सो इट्स गेटिङ बेटर। यो उसले गर्दाखेरि पानी आएपछि अलिक राम्रो हुन्छ। पानी आएपछि अलिक राम्रो पो, तर पानी आएपछि रोग पनि धेरै लाग्छ। अनि
सबै कुरा हुन्छ हौ पानी आएपछि ल यति भएपछि त मलाई उयो भयो धनियाँ चाहिँ अस्तिदेखि टिपिरहेको छ भित्र फ्रिजमा छ लसुनको पात पनि अलिअलि बाँकी छ कहिलेकाहीँ यसो छोइला बनाएर खानु मन लाग्यो भने होइन त्यो मिठो हुन्छ नि त फ्रेस अनि यो मैले मेरो अफिसको साथीलाई चाहिँ ल आज त यस्तो पो भएछ अफिसको साथीले अर्ग्यानो चाहिँ बनाइदिनु नि त मलाई पनि दिदी भनेर बनाइदियो यहाँ त यस्तो भएछ यो त मर्छ कि क्या हो यो त सर्दैन कि क्या हो अरे अब यो ओरिगानो चाहिँ ओरिगानो भन्छन् होइन यसलाई तर अब यो कस्तो खाले ओरिगानो हो मेरो फर्स्ट टाइम रोपेको सो आई हेभ लट्स अफ चिली प्लान्ट्स है सिडलिङ्स एकदमै धेरै छ मसँग अनि बान्टाको पनि दुई थरी एउटा लाम्चो खाले एउटा गोलो हुन्छ नि गोलो ग्रिन कलरको हो त्यो अनि यहाँ के हो क्याप्सिकम पनि होला हो यहाँनिर म त के थियो सबै छरिदिएको थिएँ एकटामा गुजुङ उम्रियो अब के भन्टा यत्तिकै छ यहाँ यस्तरी छ अब यो लाम्चे खाले भन्टा पनि छ अब यो कसैलाई मैले दिन सकेन भने चाहिँ मैले फाल्नै पर्छ अब के गर्ने